अब काम सुरु भयो, हावा चल्न सुरु भएको छ। बिहान बिहानै बिस्तारै बिस्तारै हावा चल्न सुरु भएको छ, तर आज लास्टिङ हावा चल्छ जस्तो छ। हेर्नुहोस् कस्तो हावा चलिरहेको छ, स्टिल फिटरहरूले बानिरहेको छ। यो पछि हाम्रो काम हुनेछ, झन् आधा घन्टासम्म बान्न लाग्छ। त्यसपछि हामीहरूले बन्द गरेर टाइट गरिन्छ। खर्साना आउने भनेको छ, कङ्क्रिट आउने भनेको छ, त्यही भएर अब यस्तै छ। साउदीमा हल्का रमाइलो। काम करता है तो रमल रखता है ना इसका दिमाग एक का थोड़ी है सबका है। चाहिँ त हावाले धुलो उडाइरह झनै यो गएर जेसिबी चलाउँछ त्यसलाई झनै रम्मल उडाइदिन्छ जेसिबी। सबै धुलोले छोपिसके बालुवाले यस्तो फुर धुलो उड्ने गर्छ। नाकमा कानमा सब भरिन्छ यो धुलो। काम गर्नुपर्छ। आज सबको सर उठ रहा है। अब हाम्रो काम सुरु हुन्छ। अब बन्द गर्नुपर्छ, टाइट गर्नुपर्छ ड्याम। कङ्क्रिट आउने बेला भयो। कराएर हाफोर्मेनले के गर्ने यस्तै हो। मेरो बन्द गरेर सकियो। अब कङ्क्रिट आइसकेछ लोडबाट। एक गाडी मात्रै 3 गाडी आउँछ भनेको छ। एक गाडी आइसक्यो, आउँदैछ। एक गाडी आउँदैछ। अब दोस्रो दुईवटा गाडी पनि आउँछ भनेको छ। अब रेडी हुनुपर्छ काम धमाधम जस्तै धुलो उडाइन जस्तै तुफान आइन गर्नुपर्छ काम। भाग्यमै यस्तो भएपछि यस्तो हुन्छ। यस्तो धुलोमा नि काम गर्नुपर्छ। यस्तो विधि उडिरहेको धुलो। गाडी पनि यस्तै खुट्टामा आउँछ।
अर्को दुईवटा गाडी पनि आइसक्यो अब एकैचोटि चारोतर्फ अब कता कता काम गर्ने कता कता ददारमा हुन्छ के गर्नु जम्मै हावा चलेको बेला 10 मिनटमै सुकिहाल्छ यो आफैलाई गाह्रो हुन्छ छिटो गरेन भने अहिले त केही बिल्डिङ देखिएको छैन हावा लागेर चाहिँ धुलो उडेर मस्त त्यस्तो विधि छ क्या बिल्डिङै नजर देखिँदैन त तर अब 8 घन्टा मात्रै ड्युटी हुन्छ आज छुट्टी भइहाल्छ लागेको छ अब 2 बजीपछि छुट्टी हुन्छ 2 बजीसम्म यस्तैमा काम गर्नुपर्छ छुट्टी भएर अब जाँदै हो हामी सिग्नलमा छौँ अहिले यस्तो बेसी धुलो उडिसकेको छ रोडमा पनि भोलि आएर हेर्नुपर्छ काम गर्ने ठाउँमा कति धुलो थुप्रेको हुन्छ ढेर हुन्छ त्यो सफा गर्नलाई टाइम लाग्छ सबै घरमा त अब धुलोले पुरेको हुने होला